भाई तो दो हाथ से और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। मर्निङ गाइज होइन म चाहिँ अब 7 बज्यो आज चाहिँ कलेजको लागि उठेँ होइन सो उठेको सबभन्दा मेरो सनराइजेस भयो अघि नै भइसक्यो होला सो यो चाहिँ मैले लगाएको फुलहरू दुईवटा रोज र अनि यसको नाम चाहिँ थाहा छैन दुईवटाले पानी हाल्छ सधैँ बिहान बिहान सनराइजेस लगाएको बिहानमा उठेँ यो चाहिँ मेरो रुम सुतेर उठिसकेपछि अलिअलि त मिलाइदिनै पर्यो यता चाहिँ एसीको रिमोट अब आफ्नो नुहाउनु ठाउँलाई पहिला यसो स्टार्ट गरेँ है स्टार्ट गरिसकेपछि चाहिँ अब एकछिन चाहिँ यसलाई अब यसको पानी त सुक्नु पऱ्यो नि है पानीमा चाहिँ म यो क्याप्सुल हाल्छु क्याप्सुल हालिसकेपछि चाहिँ पानीको कलर नै ओरेन्ज हुन्छ क्या सो म यो छोडेर अब अरू टाइममा चाहिँ त्यो एउटा हुन्छ त्यस्तो भइसक्यो होइन कलर चेन्ज भयो त्यो ल साथीहरू म चाहिँ नुहाइ गरेर कलेजतिर लागेँ त अब आजको मौसम नै हेर्नु कस्तो दामी छ होइन अब आज छुट्टै हानेर चाहिँ कलेज जाने सो हेर्दै गर्नु कस्तो छ जापानको आजको वेदर चाहिँ बवाल छ क्या आजको वेदर चाहिँ यस्तो बवाल छ बेलुका पानी पर्नलाई हो सायद यस्तो बवाल छ हेर ल जापान उसै त ब्युटी छैन यार केटाकेटीहरू हेर न यार यस्तो राम्रो मौसम यस्तो राम्रो हेर्न सक्नुहुन्छ आजको वेदर कस्तो दामी छ अब अगाडि दुईजना छ मेरो साथीहरू होइन एउटा भाइ अनि एउटा साथी यो वेदरले चाहिँ मन छ है रुल ब्रेक गर्नुहुन्न साइकल हात छोडेर चलाउनु मिल्दैन कि जापानमा सो केटा यस्तो चिल मौसममा कलेज जान मजा आइरहेको कि नै पूजन सर के छ किन नबोल्ने हो बोल्नुपर्छ ल आजको मौसम बब्बाल मौसम छ चिया खाँदै घरमा बस्ने यस्तो मैले चाहिँ मेरो साइकल पनि पार्क गरेँ अनि भाइले चाहिँ रिच किड ओहो भाइ के हो बिहान जुस खान हो एप्पल जुस वाह रिच किड भने यस्तो नोट छ कि एप्पल जुस बिहान ओ तिमी पनि केही खाऊ हो के हालेको कि मुखभित्र लौका सौका खाने हो र खाऊ हो केही हुँदैन टन्सिल भयो के होला बिहान हामी यस्तो हेल्थी खानेकुरा खान्छ भाइ है एप्पल जुस है खाइदिए ल बचाउँ र के भ्याइदिउँ थोरै राखिदिन्छु ल साथीहरू हामीहरू चाहिँ स्टेसन पुगे अब ट्रेन कुद्दैछौँ होइन भाइ बिहान यस्तो रस हुन्छ लास्टै बिजी हुन्छ क्या बिहान सो अब लाइनमा त बस्नै पर्यो यति धेरै भिड हुन्छ होइन बिहान अफिस टाइममा कलेज टाइममा जापानको स्याड रियालिटी चाहिँ यो हो कि खुट्टा राख्ने ठाउँ हुँदैन चढ्ने बेला नि त्यस्तै थियो झर्ने बेला नि त्यस्तै हो होइन होला यति बिजी हुन्छ केटाकेटी हो ब्याक टु माई क्याम्पस
मेरो क्याम्पस एक्जाम थियो ढिला भइसक्यो मेरो क्लास 503 भाई तू दो हाथ से तो गया बेटे That's big. 4-6. क्या गुंडा बनेगा रे तू ओला जिम जिम की तेरा शॉट फेंक दिया छोड़ छोड़ बैगन समझ रहे हो? दुई हाथ ले समझ रहे हो? इस सज्जन को क्या तकलीफ है भाई? और अभी तो रुको क्लाइमैक्स अभी बाकी है रुको जरा सबर करो अभी मजा आएगा ना भिड़ो। किंग भाई किंग हो गया बेटे तेरा तो गेम बचाना पड़ेगा तेरा तो गेम बचाना पड़ेगा तू तो गया बेटे तेरा तो गेम बचाना पड़ेगा कोई छ केड़ा हो 1000 रुपये इनाम लो तू हरा के दिखा अरे मैं अपना जुबान का भाई हाँ तू ही माँ खाते हारे हो देगा भाई देगा मैं वीडियो बना रहा हूँ वीडियो में बोल रखा है भाई जवान में जवान 500 रुपये यार नहीं भाई 1000 रुपये रख भाई तुम हार गए तुम भी दोगे नहीं मैं क्यों दूंगा ये तो कुछ बात मैं तो जीतूंगा हार गए तो मैं जीतूंगा लो चैलेंज ओके ब्रो 1000 रुपये रखे और मैं भाई तू क्या जीतेगा भाई कोई नहीं भाई तुम्हारा बांग्लादेश का बुला के लाओ हामीहरू हाम्रो ब्रेक भयो होइन अब खाना खान जान लाग्छु केटा हो के खाने ल भाइलाई आज म खुवाइदिन्छु ए तँलाई खुवाउनु होला अनिस के छ के खाने भात खाने के खाने खाने कि बढेला तैँले भत बोल्नु लाग्छ तु तँलाई कस्तो देख्यो हो यार एउटा ओ भने अलिक घिउ ल्याइदियो हुन्थ्यो कि दिदी धनिया हालेर ल्याउला दिदी उसको चाहिँ उमा चाहिँ धनिया नहालिदिनु ल
त्यो ढिँडोमा दुई ल साथीहरू होइन आज कलेज पनि पढेँ होइन अब घर चाहिँ फर्किँदैछु सबैजनाले मेरो भिडियोहरू हेर्दै गरिदिनु होला माया दिनु होला साथ दिनु होला लाइक सेयर कमेन्ट सब्सक्राइब फलो सबै गरिदिनु होला न्यू बिगनर होइन के गर्न चाहन्छु सो रमाइलो भिडियोहरू पनि आउँछ अब बिस्तारै अहिले स्ट्रगलिङ फेज छ नि त सो सबैजनाले लाइक सेयर कमेन्ट गरिदिनु होला थ्याङ्क यू बाई